छैन। अब सुशीलाको पनि लगाम छैन। मैले सुशीलालाई त्यहाँ अर्को कुनै जेन्जी नामको एउटा बुख्या चाली चलाइरहेको छ। सुशीलालाई एउटा जोकरको रूपमा खडा गरिएको छ केही समय काम गर्न। उनको पनि त्यहाँ केही छैन। तपाईहरुले सुनिराख्नु भएको छ, बाहिरबाट जसले सिफारिस गर्छ त्यो नियुक्त गर्नुपर्ने अवस्थामा उनी छिन्। कुनै नियुक्ति बालेनको आदेशमा गर्नुपर्छ, कुनै नियुक्ति अर्को सुदन गुरुङ भन्नेको आदेशमा गर्नुपर्छ, कुनै नियुक्ति सुमनाको सल्लाहमा गर्नुपर्छ र पर्दा पछाडि अरु यस्ता होलान्। बारबरा फाउन्डेसनमा धेरै मान्छे छन्। बारबरा फाउन्डेसनको महासचिव नै सुशीलाको मन्त्री भएर बसेकी छिन्, एकजना महिला। अब लगाम कसैको लगाम कसैमाथि छैन।